वेलकम बैक टू माई अनदर ब्लग। आजको भिडियोमा हामी जोमसोमबाट मुक्तिनाथसम्मको यात्रामा रहनेछौँ। आशा छ यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नुहुनेछ। जोमसोम यात्राको क्रममा बाटोमै रहेको कागबेनी धार्मिक स्थलको पनि अवलोकन गर्ने अवसर मिल्यो। अहिलेसम्म नसोचेको, सपनामा कहिले पनि नदेखेको ठाउँहरूको अवलोकन गर्ने अवसर मिल्दा एकदमै मनहरू हर्षित भयो। डाइरेक्ट हिमालबाट हिउँ पग्लेर आएको खोला खोल्साहरूको अवलोकन गर्दै हामी मुक्तिनाथ मन्दिरतर्फ अगाडि बढ्दैछौँ। हिमाल हेर्ने एकदमै रहर भएको हुनाले हिमाल हेर्ने कोसिस त गरियो, तर मौसम सफा नभएको कारणले हिमालहरू देख्न सकिरहेको थिएन। गाडीहरू यहाँ पार्किङ गरेर हामी चाहिँ मन्दिर दर्शन गर्नलाई हिँड्दैछौँ। पानी रेडबुल चाहिँ ब्यागमा बोकेर घोडा खच्चरहरू के हो हिँड्न नसक्नेलाई चाहिँ घोडा खच्चर लात हान्छ ल। फेरि सामान नछु ल, हिँड्न नसक्ने चाहिँ ठ्याक्कै घोडामा। मुक्तिनाथको यो प्रवेशद्वारबाट हामी चाहिँ छिरेर कालो हिँड्दैछौँ। माथि अब अलिकति कालो जानुपर्ने छ। एउटा पैसाले चाहिँ भगवानको कुन भगवानको रहेछ? एउटाको 50 रुपियाँ मैले दिन मानेन क्या। 50 रुपियाँ दिन्छु त्यो अलिक माथिसम्मको यात्रा हुनेछ हाम्रो मन्दिर चाहिँ। सिक्का पैसा 50 रुपियाँ अरे के खालको 50 रुपियाँ लियो एउटा सिक्का? यस्तो खालको चाहिँ हेर्नुहोस् है, महादेवको फोटो भएर जहाँ पनि राखी त्यस्तै राखिरहेको थियो। त्यही भएर त्यो खासै त्यहाँ ल हामी हिँड्दैछौँ। त्यो अमरनाथको पैसा रहेछ क्या। घोडामा जाने टोली चाहिँ यताबाट जाँदैछन्। हामी चाहिँ हिँड्दै लाग्यौँ। अब पूर्वमा मुक्तिनाथ मन्दिर छ। आएर चाहिँ दक्षिणमा हिमाल देखिरहेछ। दक्षिण नै हो नि यो। घाम यता भएपछि दक्षिण भएन त त्यता तल दक्षिणै हो नि। यो चाहिँ वासरुम स्थल रहेछ। एकदमै राम्रो व्यवस्थित तरिकाले बनाएको रहेछ। लबाट ल्याएर छु। यहाँ छ मिस, फोटो खिच्नु खोज्दैछ। पुग्यो हामी। यता र उकालो हेर्दा पहाड आम्मामा दर्शनार्थीहरू आउने क्रम जारी छ।
गेटबाट हामी छिरेर हिँड्दैछौँ। जमसमदेखि मुक्तिनाथसम्मको यात्राको क्रममा मैले ठुल्ठुलो रुखहरू कहीँ देखेको थिइनँ। सबै मसिनो पोथ्रे रुखहरू, भुइँमै टाँसिएको रुखहरू मात्रै देखेको थिएँ। यहाँ आइकन चाहिँ अलिकति ठुल्ठुलो रुख देख्न पाइयो, तर पुरै सिक्रे यो सबै हिउँले झरेको होला पत्ताहरू चाहिँ यसको। यहाँनिर चाहिँ 2-4वटा चाहिँ ठुल्ठुलो रुख छ, तर सबै सिक्रे छ। अहिले चाहिँ हामी ठ्याक्कै मन्दिरको परिसरमा आइसकेका छौँ। अब यहाँ त आइयो दर्शनार्थीहरू। अब हाम्रो टिमहरू चाहिँ कोही अगाडि कोही पछाडि भएको कारणले गर्दाखेरि अब सर्वप्रथम सुरुमा चाहिँ के गर्ने, कहाँनिर कसो गर्ने भन्ने अन्यल भइरहेको थियो। त्यही भएर हामी चाहिँ यताउता हेर्दै टिमहरू खोज्दै हिँडिरहेको थियौँ र हाम्रो टिमहरू चाहिँ भेटिए पश्चात चाहिँ त्यस पछाडि सल्लाह सुझाव लियौँ कहाँबाट के गर्ने सुरुमा भन्ने कुराहरू चाहिँ। ल हाम्रो टोली सबै यहाँनिर कताबाट सुरु गर्नुपर्ने हो? ल फर्स्ट चाहिँ 108 धारामा नुहाउने, 2टा पोखरीमा नुहाउने, लुगा फेर्ने र अनि मात्रै पूजा गर्ने भन्ने कुरो हो। नुहाएको भिडियो चाहिँ भाइहरूले ठाडो तरिकाले बनाइदिएछ। यहाँनिर पानी एकदमै चिसो हुँदो रहेछ। हिमालबाटै हिउँ पग्लेर आएको, प्रेसर हाई थियो, तर यो पानीले गर्दाखेरि एकदमै प्रेसर लो भइरहेछ। पछाडि मैले मेरो मिसेसलाई तानिरहेको छु चिसोले। बल्ल 108 धारामा नुहाइसकियो। पोखरीमा नुहाएको भिडियो चाहिँ डिलिट भएछ, चलेन, सपोर्ट गरेन। त्यही भएर मैले फोटोलाई मात्रै भए पनि भिडियोमा अटाउने कोसिस गरेको छु। यसमा सुरुमा कम्पनी पैसा हाल्ने, त्यस पछाडि खोज्नु पर्दो रहेछ। कम्पनी पैसा बाहिर गएर टिप्दैछु म, कानमा पानी पसेर। हामी चाहिँ नुहाइवरी आएर कपडा सपडा चेन्ज गरेर पूजा गर्न आँटेको। पानी चाहिँ कति माइनस कति डिग्री होला यो पानी? हैट, यस्तो चिसो, प्रेसर लो नै बनाइदियो नि। एकदमै खतरा अनुभव रह्यो है। ल यो चिसो पानीमा नुहाइले चाहिँ हामी पूजा गर्न लागिरहेछौँ। लाइन बसेर अलिक ढिलो हुने भयो। यहाँ छेउछेउबाट पूजा गरेर घुम्ने भन्ने सल्लाह भयो। 108 धारामा सोचे भन्दा साह्रै चिसो रहेछ है। पूजा गरेर पनि फर्किँदैछौँ। भोक पनि लाग्न थाल्यो। हामी यता छिर्छौँ है। अहिले हामी बुद्ध गार्डनमा आयौँ। यो मुक्तिनाथ मन्दिर छेउमै रहेछ। राम्रो बनाएको रहेछ गार्डन चाहिँ। एक फोन कल लगाएर मूर्ति यहाँनिर छ।
अब चाहिँ हामी मुक्तिनाथ मन्दिरको दर्शन गरिसकेर त्यसपछि फेरि छेउैमा रहेको बुद्ध गार्डनको पनि अवलोकन गरेर हामीले केही फोटो भिडियोहरू पनि खिच्यौँ। त्यस पछाडि हामी अब चाहिँ जमसमतर्फ फर्किँदैछौँ। अब जमसममा खाना खाएर फेरि आजै हामी चाहिँ पोखरा पनि फर्किने कुरो भएछ। अनि पोखराका विभिन्न ठाउँहरूको भिडियोहरू पनि आउनेछ। च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। धन्यवाद।